बेटा किन सुतेको यति छिटै? कहाँ घाउ भएछ खोइ? आमै नि त। कहिले भएको यो? धुप्पी काटिराख्नु भएको थियो अनि त्यो बेलामा म रन गरेको अनि लडाए। अनि त्यसरी हेर्दै नहेरी रन गर्छ त बेटा घाउ हुने गरी? होइन, मैले हाफ ड्रेस लगाएको थिएँ कि त्यही भएर। ए प्यान्ट लगाएको भए चोट लाग्दैन थियो? अनि गर्मी छ त तिमी प्यान्ट लाउँछौ त? यता हेर त मलाई। अनि त्यस्तो मेरो यस्तो राम्रो छोरो त्यसरी चोट लाएर आज चकचक नगरी बसेको? दुख्छ चकचक गर्दा अहिले चाहिँ? दुखे छैन? म छुई हेरौँ? छुँदै नछुई अनि दुखिरहेको रहेछ त। भर्खर आमाले माथि आउँदाखेरि पहिला माथि आउँदाखेरि देख्नु भयो अनि त्यही भएर। अनि सुन्न मलाई हेर त एकचोटि यहाँ मलाई हेर त। त्यो कसको बदमासीले यस्तो भयो? मेरो बदमासी। अनि तैँले मेरो छोरालाई किन त्यस्तो चोट लगाइदिएको त? को छोराको? मेरो छोरा आरिफ सिंह अधिकारी हो, त्यसलाई किन चोट लगाइदिएको? ए अनि त्यसरी चोट नलगाउ ल मेरो बेटालाई। अस्ति पनि तिम्रो यहाँ सुन, यहाँको घाउ निको भएको छैन। यहाँ दुख्छ अहिले? दुख्दैन। त्यहाँ एउटा घाउ ठिक भएको छैन, फेरि अर्को घाउ बनाइसकेको? अनि तिमीलाई अब स्कुलमा मिसले के भन्नुहुन्छ त्यस्तो घाउ देखेपछि? अनि चकचक गरेछ आरिफले भन्नुहुन्छ है? भन्नु न। भन्नुहुन्छ होला म्यामले। दुख्न छोडिसक्यो अब त हाँस्न थालेछौ त बेटा? दुखिरहेछ। आई लभ यु बेटा। यहाँ हेर्न चकचक नगरोस् ल त्यसरी लड्ने गरी। चकचक त गर्नुपर्छ कि, लड्ने चोट लाग्ने त्यस्तो ऐया हुने काम चाहिँ नगर है। हुन्छ? किन?